स्वागत छ गाइज सबैजना सन्चै हुन्छ होला म पनि सन्चै छु आफ्टर लङ टाइम पछि चाहिँ म भ्लग बनाएको यही पढ्दा म भ्लग बनाउन पनि भ्याएन कि अनि अब चाहिँ होइन हामी यस्तो मालबार जग्गातिर घुम्न जानु लाग्यो कि हिँड्नु पर्ने छ कि यो खड्की भाइ स्वागत छ कस स्वागत छ दिदी भन तिनीहरू नाटकीहरू केटी बोतल केटी बोकेर हिँड्नु हेर्न पछि आफ्नो पुच्छ लगाएर हेर्न आफ्नो पुच्छर लागेर लिएर खान कि केटाहरू त्यस्तै हो कि एउटा केटी भए पनि नपुग्ने एउटा केटीले नपुगेर बर्खा नै गाइस स्नो हेर्नु ट्रेकिङ गर जस्तो फिल भइरहेछ कि यिनीहरू जुत्ता लाएर खान कि म चप्पल लाएर घुम्न आउँछु गाइस नराम्रो नसोच्नु होला यी दुईटा दिदी भाइ हुन् अहिले कहाँ यसरी पाउँछ यार त्यसपछि अहिले माथि चाहिँ बाघ आउँछ कि होइन त्यही भएर डर लाग्छ कि मलाई त्यही भएर हिँडेको यिनीहरू नाटकीहरूलाई देखाउँ पागल है यो चाहिँ एउटा पागल यो चाहिँ हाम्रो ग्रुपको पागल है यो चाहिँ के भन्यो रे भाइ पागलको अर्को मतलब आफ्नो मलाई त थाहा नै थिएन थ्याङ्क यू सो मच त्यस्तो नभनिदिनु होला कि मेरो भियर्सहरूलाई चाहिँ प्रब्लम पर्छ कि भइरहेछ त हजुरहरूलाई परे भएको जोरीहरू यहाँ जोरी ढुकुरहरू होइन उफ कता लड्ने यो थाहा छैन कि अघि नै तिनीहरू उतापट्टि गयो कि हामी यतापट्टि गयो कि बाटो हेर्नु यस्तो छ कि रोशन दाइ म खस्यो भने समात्नु ल कस्तो फिलिङ्स भइरहेछ हजुरलाई ल आउनु 2 शब्द जाओस् भन्नु न के भन्नु 2 शब्द जाओस् के भयो रे घुम्न आएको मान्छे त्यहाँ कस्तो ननसेन्स हो हेलो कति राम्रो भाइहरू तर इग्नोर गरे कि तिनीहरूले मलाई म धेरै राम्री छैन कि होइन तर भाइहरूले इग्नोर गरे किन अब चाहिँ कति सङ्घर्ष गरेर चाहिँ आइपुग्न लाग्यो है फाइनली डेस्टिनेसन अब 10 मिनट पछि चाहिँ 10 कि 5 मिनट पछि चाहिँ अब त भाग्दा सासै फुल्यो गाइज धेरै मोटो भएपछि यस्तै हो भाइलाई झ्याउ लाग्यो अरे अब यस्तै छ हेर्नु काठमाडौँ भनेको यही हो पागलहरू गुन्डा आयो अर्को पागल त्यो पनि त्यहाँबाट डेस्टिनेसन जान सक्दैन यहाँबाट कपल्सहरू आयो अगाडिबाट कस्तो सबै जोडी आछन् म पनि मेरो बेबीलाई लास्ट मिस गर्छु किन लाहानिनहरू तिमीलाई चाहिँ किन झ्याउ लाग्यो त गर्लफ्रेन्डको याद आयो होला है सबै जोरी हिँडेको देखेर
फोटो स्टेसन भइरहेछ सुटिङ भइरहेछ उनीहरूलाई हेर्नु न गाइज यसरी यसरी अरूको जोडी देख्दा त आफ्नै जोडी याद आउँछ यार हेर्नु न हेर्नु गाइज हेर्नु गाइज आई लभ दिस मैले मेरो साथीले किन म्यासेज गरेन भनेको यतापट्टि डुल्न व्यस्त रहेछ कि फाइनली हामी पुग्यौँ यिनीहरू नमुनाहरू हेर्नु न आई लभ दिस मैले मेरो साथीले किन म्यासेज गरेन भनेको यतापट्टि डुल्न व्यस्त रहेछ कि हेर्नु है भ्यू त्यो डाँडोमा जहाँ गएर फालेन आई लभ यु भन्नु मन छ त्यो डाँडोमा गएर हुन्छ नि मनको पीडा हुन्छ नि एकैचोटि चिच्चाएर पोखेर फाल्न मन लागेछ एकदम धेरै यत्रो बाटो हिँडेको अझै घुम्न छ कस्तो दुःख पाइन्छ र गाइज हेर्नु नि यहाँ पिपुलहरू देख्न सक्नुहुन्छ बिचमा चाहिँ भ्लग गर्दै पाएन होइन त्यस्तै भएर के कस्तो लाग्यो आजको भिडियो लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला यति भन्दै म बिदा लिन चाहन्छु नमस्ते